हतारमा आएर गरेको निर्णय कुनै पनि कुरा सही हुँदैन। जे कुरा हतारमा गरिन्छ त्यो सबै कुरा पछि गएर बिग्रिनेछ। साथीहरू अहिले त्यस्तै भएको छ बसन्त र रिताको सम्बन्ध बीच। आउनुहोस् एकैचोटि यो भिडियो हेर्नुहोस्। छोडपत्र गरेर आउनुभयो होला होइन? आफ्नो मन मर्जीले छोडपत्र गरेर आउनुभयो, अनि यहाँ बसेर किन रुनु भएको त? अनि कहाँ गएर रुम त? गएर रुने ठाउँ पनि त छैन नि मेरो। त्यस्तो भन्ने मान्छेले किन सम्बन्ध विच्छेद गर्नुभएको त? अब मसित यसको जवाब छैन। तर मान्छेको माया जति सँगै हुँदा लाग्दैन त्यति छुटेपछि लाग्दो रहेछ। रिताले यो कुरो सही नै भनेका छन्। आफूसँग जे चिज छ त्यो चिज हुँदाखेरि र नहुँदाखेरिमा धेरै नै फरक पर्छ। रितासँग बसन्त पहिले थियो, उसलाई बसन्तको कदर थिएन। अहिले रिताले जब डिभोर्स गर्यो तब बसन्तको उसलाई माया लाग्न थालेको छ। अनि अब कहाँ जानुहुन्छ त? सानो त अझै पनि मलाई बसन्तसितै जाऊँ, अनि 2-4 दिन अङ्गालोमा बसेर छोड्दै नछोडिकन नाको छोडेर रुम जस्तो भएको छ। तर अब मसित त्यो अधिकार पनि त छैन। हेलो सम्पूर्ण साथीहरूमा नमस्ते, मेरो नाम सुभाष नेपाली। अहिले रिताले जसरी बसन्तलाई डिभोर्स दिन जबरजस्ती डिभोर्स दिन लगाएका थिए, अहिले त्यसै गरी रिता पनि फेरि पछुताइरहेका छन्। जोसमा आएर होस गुमाएका छन् उनीहरूले। खास हो भने यो भनेको उनीहरूको भविष्यसँग जोडिएको थियो उनीहरूको। तर रिताले यसलाई खेलासी, बच्चाले खेल्ने खेलासी जस्तो सम्झे। अनि त सट्ट डिभोर्स गरेर आइदिए। तर डिभोर्स गरेर आएसँगै रिता एकदमै धेरै भक्कानिएर रुने, बसन्तको धेरै माया लाग्ने भइरहेको छ। यस कारणले पनि यस्तो बताउँछ कि हतारमा गरेको निर्णय कुनै पनि सफल हुँदैन। अहिले रिता घर जाउँ कि यता जाउँ कि उता जाउँ भएका छन्। उता बुवा मम्मीले थाहा पाए भने फेरि अर्को टेन्सन आइलाग्नेछ। यता बसन्त पनि आफ्नो मनलाई धिक्कारिरहेका छन्। त्यही हो साथीहरू, हतारमा आएर कसैले पनि निर्णय नलिनु होला। निर्णय लिनुभन्दा अगाडि धेरैपल्ट सोचेर निर्णय लिनुपर्नेछ। यो भिडियोबाट हामीले यही सिक्नुपर्नेछ साथीहरू। लाइक कमेन्ट गरिदिनु होला।